यो चाहिँ भयो गाजर रेडी सानो काटेर। यहाँ चाहिँ रेडी भएको छ तपाईको यो प्याज भइहाल्यो। यो प्याज कल्ली काटेर हो, टमाटो र गाजर। यो चाहिँ पुलाउको लागि अब यहाँनिर मर मसला रेडी हुँदैछ। अब यसको थुप्रै छ अझै हो। अब यहाँनिर काटिँदै जान्छ, बनिँदै जान्छ पुलाउको लागि। र यो चाहिँ लगभग 1 केजी, अलिक बेसी 1 केजी 1 पावा अथवा 1.5 केजी चामलको लागि यो पुलाउको लागि चाहिँ यो रेडी भएको छ। मटर पनि आइपुग्यो, यो पनि रेडी भएको छ। हरियो मटर, यो केलाको दाना रेडी छ। अब पत्ता धनियाँ काटिन्छ है। चामल एप्रोक्स 1.5 केजी 1.5 केजी धोएर यहाँ रेडी छ, भिजाइरहेको छ। अब यसलाई आधा घन्टा जस्तो भिजाएर चाहिँ त्यहाँदेखि बादमा चाहिँ पुलाउको प्रोसेस सुरु हुन्छ। अब सुरु हुँदैछ पुलाउको प्रोसेस। र यो भाँडामा घिउ देख्नु हुँदैछ, मैले काँचो घिउ हाल्दैछु है। र यसमा तेल पनि लाउन सकिन्छ र मेरोमा लोसरको कारणले घिउ एभाइलेबल थियो, त्यसले गर्दा घिउमा नै गर्दैछु। र घिउ बिलिएपछि यहाँनिर ल्वाङ हालेको छु अहिले है। र ल्वाङ पछि अलैँची, छोटा अलैँची हाल्दैछु। बडा अलैँची छ भने त्यो पनि लाउन सक्नुहुन्छ। दालचिनी र यो सबै हालेपछि एकपल्ट फ्राइड गर्दैछु। फ्राई यो कम्ती एकदम फ्लेममा, ग्यासको कम्ती फ्लेममा फ्राई गर्दैछु यो ल्वाङ। अब त्यो पछि चाहिँ म यहाँनिर नरिवल र काजु एकैचोटि यहाँनिर घिउमा लगाएँ है। अघि जुन ल्वाङ अलैँची हालेको थिएँ त्यो पछि। र यो काजुलाई चाहिँ अब अलिक कम्ती फ्लेममा राम्ररी पर फ्राई गर्नु पर्यो। र किसमिस पनि हालेको छु यहाँ। र यो काजु किसमिसहरूलाई चाहिँ गोल्डन कलर भइन्जेलको लागि कम्ती फ्लेममा फ्राई गर्नु पर्यो। र चलाउँदै पर हिसाबले बनाएर चाहिँ ठिक्कको मात्र गर्नु पर्यो। त्यो पछि मैले प्याज हाल्दैछु है। र प्याजलाई पनि हालेपछि मिक्सअप गरेँ सबैसित। खारिएको घिउमा चाहिँ यहाँनिर अब तेलको सट्टामा घिउ छ है। यहाँ देख्नु हुँदैछ काजु गोल्डन कलर बनिएको। र अब प्याजको पछि चाहिँ टमाटर हाल्दैछु म। र टमाटरलाई पनि हालेपछि उसरी नै पर हिसाबले चलाएर चाहिँ फ्राई गर्नु पर्यो। अहिले फ्लेम एकदमै कम्ती छ, न त त्यो डढेर कालो हुन्छ फेरि काजुहरू हो। त्यस कारणले गर्दाखेरि चाहिँ कम्ती फ्लेममा यो फ्राई गर्नुपर्ने छ। अब यो सबै फ्राई भएको साथ चाहिँ गाजर लाउनु पर्यो। अघि जुन मसिनो काटेर राखेको थियो, अब यो गाजरलाई यहाँ हालेर त्यसरी नै फेरि मिक्स गरेर पर फ्राई नै गर्दैछु। र यो अब मेरो आफ्नो स्टाइलले गर्दैछु है। र यसमा केही कम्ती बेसी केही भयो भने चाहिँ यसो सुझाव गरिदिनुहोस् है कमेन्ट बक्समा ल। यहाँनिर अब मटर, हरियो मटर जुन कोसा मटरबाट छोडाएको यो दाना थियो, र यो हरियो दाना मटरलाई पनि यहाँनिर लगाइसकेको छु। र यसलाई पनि सबैसँग मिक्स गरेर फ्राई गर्दैछु। र यहाँ मैले अलिकति हर्दी पनि हालेको थिएँ। र नुन आफ्नो हिसाबले स्वादको अनुसार जति पनि लाउन सक्नुहुन्छ, कम्ती बेसी। र यो मैले चाहिँ अलिकति हर्दी कलर मनपर्छ र सेतो नहोस् भन्ने हिसाबले चाहिँ हर्दी लगाएको कलरको लागि। मलाई यहाँ घर फ्यामिलीले चाहिँ नलाउनु भनेर भन्दैछ, तर पनि मैले जबरजस्ती गरेर अलिकति लुकेर छिपेर लगाइदिएँ हर्दी है। र यसले चाहिँ पुलाउको कलर अलिकति पहेँलो हुनसक्छ अहिले। र अहिले कस्तो बनिन्छ तपाईँहरूलाई म तपाईँसँग देखाउँछु। र आजको यो फर्स्ट डेको पुलाउ। अब चाहिँ म अघि जुन चाहिँ धोएर मैले भिजाएको थिएँ आधा घन्टा अगाडि चामल है, त्यो चामल हाल्दैछु। र यो चामल चाहिँ कस्तो प्रकारले हिसाब लगायो भन्दाखेरि चाहिँ लगभग 1.5 किलो, अलिक कम्ती छ होला। र जति यो पेलाले चामल लगाएको थिएँ र अहिले यो मिक्स गरेपछि त्यति पेला नै म पानी हाल्नेछु। चामल बराबर पानी है, यो मेरो हिसाबमा, मैले जानेको र मैले सिकेको हिसाबमा। र के यसमा गल्ती हुन गयो भने कमेन्ट गरिदिनु होला, के कति कस्तो गर्नुपर्छ है, त्यति आइडिया छैन। र यो पुलाउ आज राम्रै हुन्छ होला, सिम्टेड एकदम मिठो हुन्छ होला जस्तो लागेको छ। यहाँनिर हेर्नुहोस् यो मिक्सअप गर्दैछु पुलाउ र यो मरमसलाहरू सबैलाई है। यो मिक्स गरिसके पश्चात चाहिँ पानी हाल्ने काम हुन्छ। र यो मेन चाहिँ पानी अब बेसी भयो भने गिलो डौँठ्यो भन्ने डर। बासमती राइसलाई अब ठिक्कै चामल हालेर फुरुरु पुलाउ बनाउने कोसिस मैले आज गरेको छु। र हेर्नुहोस् है, अब यो पानी लगाएपछि चाहिँ एकपल्ट
राम्ररी चलाएर यसलाई उम्लिनको लागि अलिक ठुलो फ्लेममा छोड्नु पर्यो हो। यहाँ मलाई पनि हेर्नुहोस् है, मैले लाउँदैछु हात मात्रै देख्यो भने फेरि विश्वास नहोला है। यो लोसर डे 1 को पुलाउ राम्रो हुन्छ भन्ने आशा छ। अब यसलाई म चलाएर चाहिँ ढाका मिलाउँछु है र उम्लिन छोड्छु। यहाँ हेर्नुहोस् यो मिक्स पानी र चामल बराबरी छ हो। अब यस्तै हिसाबले चाहिँ पुलाउ रेडी गर्दैछु। आशा छ आजको यो लोसर डे 1 को डिस राम्रो मैले अघि नै भने अवस्था हर्दी लगाइदिएको थिएँ। कलर अलिकति पहेँलो पहेँलो टाइपको आयो। मलाई चाहिँ यस्तो मनपर्छ, त्यसले गर्दा नि सबैलाई मनपर्छ पर्दैन हो। र यो चाहिँ अब एकदम फुरुरु हेर्नुहोस् त, टाँसेको पनि छैन हो। एकदमै राम्रो भएको छ पुलाउ अहिलेसम्म चाहिँ। राम्रो छ है, चलाएर देखाउँदैछु तपाईँहरूलाई। र अब लोसर फर्स्ट डे को पुलाउ मेन आइटम इज रेडी। यो चाहिँ लोसर डे 3 को आइटम हो, पुलाउ नै हो। र डे 1 को चाहिँ अलिकति मैले भने है हर्दी हालेर पहेँलो पहेँलो भएको थियो। यो चाहिँ विदाउट हर्दी बिनाको अब घरको डिमान्डमा, यो चाहिँ स्पेसल डिमान्डमा डे 3 मा पनि पुलाउ नै बनाउनु पर्यो। त्यसले गर्दाखेरि यो दिन चाहिँ मैले हर्दी हाल्दिनँ है। र यो चाहिँ बिना हर्दीको एकदमै सेतो सेतो देख्नुहुन्छ है। अरू मर मसला सबै सेम हो, प्रोसेस सेम। यो पनि रेडी। र मैले यहाँनिर प्याज कल्ली धनियाँ आदिहरू लगाएको चाहिँ देखाउन बिर्सेछु, देखाउन पाइनँ। र तपाईँहरूले प्याज कल्ली धनियाँ आदि लाउनु भयो भने चाहिँ पुलाउ पाकिसकेर माथिबाट छरेर एकपल्ट राम्रोसँग चलाएर ढकनी छोपिदिनुहोस्, सेन्ट राम्रो आउनेछ।